Hello everyone and welcome back to my new video. अनि I hope तपाईं सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु हो. सो आज चाहिँ म मेरो घरबाट भिडियो बनाउँदैछु हो. अन्त मेरो घर चाहिँ छ हैन. This is my home. यो चाहिँ मेरो पुरानो घर हो. नयाँ घर चाहिँ तल छ हाम्रो. अनि आज चाहिँ हामी यहाँ धान काट्नेवाला छ नि त. अनि सबैजना आउनु भएको छ हैन. अनि मेरो हेल्प गर्नु लागि. अनि खेतलाहरू आज आएको छैन. खेतलाहरू आएपछि मात्रै हामी धान काट्छ. अनि I hope तपाईं सबैजना सन्चै हुनुहुन्छ होला हैन. सो एकदम म पनि एकदमै सन्चै छु. अनि मेरो भिडियोलाई धेरै 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 माया दिनुस् होला हैन. तपाईहरुले जस्तो माया दिनुहुँदैछ त्यस्तै माया दिनुस् होला हैन. अनि के भन्न चाहन्छु भने चाहिँ आज चाहिँ हाम्रो घरमा धान काट्नेवाला छ हो. अनि अब चाहिँ हामी धान काट्न जान आँटेको. म चाहिँ हिजो के लाबरहरूले सबै ल्याउनु बिर्छ हैन. अन्त म चाहिँ आमाले यो कुनै केले भनिदिरहेछ. अनि यो मेरो घर. Yes guys, this is my house and nice हैन. अनि यो ताङ्स लागि एउटा राख्दिनु नि. ल के भन्नु छ भन्नुस्. एक दुई शब्द राख्दिनुस्. धानको मालिक हो यिनीहरु चाहिँ. एकदम तलाहरू मंगाको रहेछ. बाहिर देशको हो. यता हुनुहुन्छ हेर्नुस्. क्यामेरा घुमाइदिनु. क्यामेरा घुमाऊ. यो चाहिँ म खत्तम खेतला हो. यो चाहिँ कुकम्यान. यो कुकम्यान हो. यो चाहिँ अहिले फिलहालको लागि एकदमै भ्याकेन्सी कम हो. जुत्ता दौरो छ. सबभन्दा खतरा काम गर्ने हो. हेलो के भन्नु छ भन्नुस्. एक दुई शब्द. अन्त तपाईँ चाहिँ जान्दैन. सँगसँगै हिँड्दैछ. ला ऊ अनिताको पछि पछि हिँड्दैछ. आएको पासाङ बडा बेलुका बास नगर्नु. गुड मर्निङ everyone. I love you. गएको खेततिर हो. अनि हेर्नुहोस् हाम्रो आज खेतको काम. अनि यहाँ चाहिँ मेरो चिनी मुनी चाहिँ यहाँ छ कि मलाई खेदाको खेदाकै गर्दैछ. आच्छा यसले चाहिँ मलाई खेदाउँदैछ हो. कस्तो लाग्यो तपाईँलाई मलाई भन्नुहोस्. यो चाहिँ मेरो कान्छी हो. यो चाहिँ मेरो एकवटी कान्छी हो. यस्तो ठुलो भइसक्यो कि हेर्नुहोस्. अनि अब चाहिँ हामी गएको हो धान काट्नु. अनि यो चाहिँ हाम्रो धानबारी सबै लडिरहेको छ नि त. हामीलाई चाहिँ काट्नुपर्छ हो. आज सक्नुपर्छ काटेर. आज घर फर्किनुपर्छ. ग्याटोक भोलि ड्युटी जानुपर्छ हो. के गर्नु ए कहाँबाट काट्छ नि. यहाँ छ आकर्षण. एली लोरेको छ हाम्रो यो पाली धान के अन्त लस छ हामीलाई यस्तो होइन के छैन न धान छ. आम्मामा कसै त क्रप टपले सबै देखायो. धान चाहिँ सबै लडिरहेको छ. हेर्नुहोस् हाम्रो सिरियस. आज यति काटिसक्यो हामीले. काट्दैछौँ. अनि म चाहिँ यहाँ छु. म चाहिँ काट्चै लागेको छैन. यस्तो खुर्पा जस्तो भएर पानी सारेकै छ. खाली गरेर बनाउनु लागि. खुसी कुङकुङ कम्बुलो खिच्यो त्यो अलमाट भो. के कुरा भन्नु छ यस्तो धान लडेको देखेर. म त भन्नु केही छैन. हरेस लाग्यो धान लडेको देखेर. यहाँ हेरेर भन्नु त छिटो हो. माथि हालको खेल्ला कस्तो भइसक्यो न. यी धानको मालिक मन पाकिरहेको छ. धान पाकेको देखेर तर लडेको देखेर साह्रै मन दुख्यो अरे. खुसी
पाउनु हेर्न यो तान्नु मेरो प्यान्ट सर्ट पो छ है अमैया 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 आको के भन्नु छ आजको दिनमा गर्मी भयो धान कटाइछ यहाँ भन्नु न है यिनीहरूले चाहिँ भन्दा चुटाउँदैछ हाम्रो हो ती ग्रुप त ठिक छ त बारे यस्तो चाहिँ लडेको छ नि त हाम्रो धान चाहिँ अब चाहिँ यता पुगिसक्यो त्यो मैला आज चाहिँ मैले सनस्क्रिन केही नलाइकन गरेको हो आजको दिन चाहिँ च्यालेन्ज अब कति चाहिँ बोले चाहिँ डर छ होला अनि हाँस्दैछ ऊ मेरो अनुहार देखेर apa के गर्दै रे This is my hometown. नेपाली देख्ने चाहिँ हाम्रो याङगाङ हो घर छ त्यहाँ छेउमा तिमिटी याङगाङ मारेडुङ्गा मैले न्यासमा काट्यो माथिबाट बसिन रेस गरेको यस्तो फुर्सद पनि छ आँगन मारेर बस्ने अब 1 गरा 2 3 4 गरा सक्यो blend con lo. Lucu. Amoy, Maya. Apa hello गर्नु? Hello. नमस्ते गर्नु सबैजनालाई. नमस्ते गर्नु खामरी म गर्नु. नमस्ते. हेलो गाइस हैन अब चाहिँ हामी धान काटिसक्यो हो अनि अब चाहिँ हामी एकछिन रेस्ट गरिरहेको छ हात खुट्टा पनि दुखेको छैन हैन अनि थ्यांक यू एभ्रीवन फर वाचिङ माइ भिडियो हो आजको दिन पनि हाम्रो सक्यो अब हामी चाहिँ फर्किन आँटेको सफा गरेर गान्तोक फर्किनु पर्ने छ हो अनि सबैजनालाई धन्यवाद भिडियो हेर्नुको लागि बाइ बाइ स्टे ट्युन